हेलो नमस्कार सबैजनालाई। आज चाहिँ हामी भक्तपुरको सूर्यविनायकमा रहेको डोलेश्वर महादेव दर्शन गराउन लागिरहेको छौँ तपाईँहरूलाई। जुन चाहिँ यस्तो भ्यूमा अवस्थित छ, यहाँनिर चाहिँ यस्तो गहिरोमा चाहिँ डोलेश्वर महादेव भगवान छ। हामी चाहिँ आज डोलेश्वर दर्शन गरेर त्यसपछि आशापुरी महादेवमा पनि आज हामी भिजिट गर्नेछौँ। श्री केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर हुन्छ। केदारनाथको शिर चाहिँ डोलेश्वर महादेव मन्दिर है। हामी चाहिँ यहाँबाट प्रवेश गर्दैछौँ। सक्नुहुन्छ फुलपातीहरू पसलहरू मस्त रहेका छन् हैन। समग्र दृश्यहरू देखाउँदैछौँ हामी डोलेश्वर महादेवको। यो केदारनाथको चाहिँ शिर भनेर परिचित मन्दिर रहेछ। यस साउनभरि चाहिँ 1 महिना मेला लाग्दो रहेछ। यहाँ चाहिँ पूजापाठहरू गर्ने। जब मुख्य मन्दिर प्रवेश गर्दैछौँ केदारनाथको शिव डोलेश्वर महादेव मन्दिर दर्शनका लागि पार्नुहुने भक्तजनहरूलाई स्वागत हुन्छ। शिवजी हुन्छ हैन। यहाँ चाहिँ आफ्नो घर आश्रम नेपाल भनेर चाहिँ डोलेश्वर महादेव मन्दिर परिसरले खोलेको एउटा गुठी रहेछ। सक्नुहुन्छ हामीले पुल तरेर भित्र प्रवेश गर्दैछौँ। यहाँ चाहिँ भक्तजनहरूको एकदम भिडभाड रहेको छ। यो चाहिँ यति ठुलो मन्दिर छ, एकदम भिडभाड नै रहेछ। र यहाँदेखि लाइन बस्नुहुन्छ। हामी चाहिँ बाहिरबाट हजुरहरूलाई देखाउन गइरहेका छौँ। लाइनमा बसेर चाहिँ सबै दृश्यहरू देखाइरहेका छौँ तपाईँहरूलाई प्रत्यक्ष रूपमा। आउन नपाए पनि मनैबाट भगवानलाई सम्झिनु होला, डोलेश्वर महादेव भगवानलाई। सूर्य महादेव भगवान हुन्छ। नागदेवता यत्रो क्षेत्रफलमा फैलेको छ। यति धेरै ठाउँ छ हैन। हामीले तपाईँहरूलाई पहिला नै माथिबाट समग्र भ्यू देखाइसकेका छौँ। पुरै पानी परिरहेछ, चिसो चिसो मौसम छ हैन। बिरबिर पानी परिरहेछ। हेर्नुहोस् डोलेश्वर ओम डोलेश्वर नमः भन्छ। साढे 3 आदमी सेल्फी पश्चिम द्वार चाडा ढकाइरहेको छन् हैन। एकदम भिडभाड छ हैन। एकदम हनुमानजी हुनुहुन्छ। डोलेश्वर महादेव यस्तो अवतरण गर्नुभएको छ। पुरै पहाडको यस्तो खोलामा अवस्थित रहेको छ। यो चाहिँ पुरै चारैतिर पहाडै पहाड छ। लेक महालेकको बिचमा रहेको छ। यहाँ चाहिँ बदान कीर्तन गरिने रहेछ।